दर्शकबिन यति बेला सुनसरीमा भएको घटनाको विषयमा सर्वदलीय बैठक डाकिएको छ। देख्न सक्छौँ यति बेला गगन थापा नेपाली कांग्रेसका सभापति पार्टीले अत्यन्त समयमा प्रमुख दलको हैसियतबाट सबै राजनीतिक दलहरूलाई एक ठाउँमा बोलाउने कुराको जुन पहल कदमी लिनुभयो यसका निम्ति आभार प्रकट गरेका छौँ। बिलामी छाने कायम राख्ने सबैजनाले जिम्मेवार भएर अभिव्यक्ति दिने संसारकर्मी साथीहरूले भूमिका निभाइरहनु भएको छ। अझ बढी तपाईहरुको भूमिका अपेक्षा गरिएको छ। हामी राजनीतिक दलका रूपमा राजनीतिक नेताका रूपमा सद्भाव कायम गर्नको निमित्त तन मन धन आफ्नो सम्पूर्ण क्षमता राखेर हामीले काम गर्ने। यसैगरी नेकपाका अध्यक्ष प्रचण्डजी पनि देख्न सकिन्छ भने नेकपा एमालेका तर्फबाट शंकर पोखरेल पनि आइपुग्नु भएको छ। स्वतन्त्र पार्टीका सभापतिज्यूले सुनसरी लगायतका विभिन्न ठाउँहरूमा सामाजिक र साम्प्रदायिक सद्भाव खलबलिने प्रकृतिका जुन घटनाहरू घटेका छन् र एक प्रकारले मानवीय क्षति हुने दुःखद अवस्था पनि उत्पन्न भएको छ। त्यस विषयमा छलफल गर्नका लागि सर्वदलीय बैठक आयोजना गर्नुभएको थियो। हाम्रो पार्टी यस प्रकारको प्रयासलाई अत्यन्त सकारात्मक ठान्दछ। सर्वदलीय बैठक डाकिएको छ। सुनसरीको घटनालाई लिएर यति बेला देश नै स्तब्ध भइरहेको अवस्थामा सर्वदलीय बैठक विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक डाक्नु भएको छ, जहाँ गगन थापा समेत सहभागी हुनु भएको छ। विशेष गरी गगन थापासँगै कांग्रेसका सचेतक प्रमुख सचेतक पनि आइपुग्नु भएको छ र सँगसँगै सभापति स्वयं गगन थापा पनि आइपुग्नु भएको छ। देख्न सक्छौँ इन्दिरा राणा मगर देखिरहेका छौँ, खुशबु ओली देखिरहेका छौँ भने यसैगरी सीके राउत पनि आइपुग्नु भएको छ। सर्वदलीय बैठकमा सीके राउतको पनि सहभागिता देखिन्छ र सर्वदलीय बैठकले अब एक खालको निर्णय पनि गर्नेछ र यसैगरी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन ज्यूको पनि उपस्थिति रहेको देखिन्छ। विपिन कुमार आचार्य रासपाका महामन्त्री पनि हुनुहुन्छ र सर्वदलीय बैठकलाई विशेष महत्त्वका साथ पनि हेरिएको छ, किनभने यति बेला सुनसरीको घटनाले देश नै स्तब्ध रहेको छ। देश विदेशले यो घटनालाई लिएर एकदमै अहिले स्तब्ध रहने अवस्था छ। भर्खरै मात्र स्वर्णिम वाग्ले पनि आइपुग्नु भएको छ। स्वर्णिम वाग्लेलाई पनि देख्न सक्छौँ र यसैगरी श्रम संस्कृतिको पार्टीबाट आर्यन राई सांसद आइपुग्नु भएको छ। श्रम संस्कृति पार्टीका तर्फबाट आर्यन राईको उपस्थिति रहेको छ। प्रचण्डलाई पनि देख्न सक्छौँ। प्रचण्ड गगन थापा र यसैगरी सभापति रवि लामिछाने एक साथ देखिनु भएको छ अहिले र नेकपा एमालेका तर्फबाट महासचिव शंकर पोखरेलको पनि उपस्थिति रहेको देख्न सकिन्छ। सबैलाई नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीले सुनसरीमा भइरहेको अहिलेको घटनाको सन्दर्भमा प्रमुख राजनीतिक दलहरू सबै एक ठाउँमा बसौँ, एउटा साझा दृष्टिकोण बनाऊँ भनेर सर्वदलीय बैठकको आह्वान गर्नुभएको। हामीले सबैभन्दा पहिला त राष्ट्रिय स्वतन्त्र पार्टीले अत्यन्त समयमा प्रमुख दलको हैसियतबाट सबै राजनीतिक दलहरूलाई एक ठाउँमा बोलाउने कुराको जुन पहल कदमी लिनुभयो यसका निम्ति आभार प्रकट गरेका छौँ र यसका सभापति मान्य रवि लामिछानेलाई यो पहल कदमीका निम्ति धन्यवाद पनि छ। र यो बेलामा नेपाली कांग्रेस पार्टीको तर्फबाट हामीले जे भूमिका निर्वाह गरिरहेका छौँ यो कुराको हामीले जानकारी पनि गरायौँ। हामीले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको अन्तर्निहित शक्ति हो। यो कसैले वरदान दिएको होइन। वर्षौँदेखि नेपालको नागरिकहरूले नेपालको समुदायले साझा प्रयत्नबाट आर्जन गरेको पुँजी हो। यो पुँजीलाई हामीले जोगाइराख्नुपर्छ र यसका निम्ति कसैले पनि आवेगमा उत्तेजनामा नआइकन धैर्यता र संयमताका साथमा संवाद गर्नुपर्छ भनेर आह्वान गरिरहेको कुरा र यसका र सार्वजनिक आह्वान मात्र होइन, हामीले हाम्रो पार्टीका साथीहरू पार्टीबाट निर्वाचित भएका स्थानीय जनप्रतिनिधिहरू प्रत्येकलाई व्यक्तिगत रूपमै टेलिफोनबाट संवाद गरेर सानसानो बैठक राख्न लगाएर यो कुराहरूको सम्प्रेषित गरेको कुराको जानकारी पनि गरायौँ र अरू दलले पनि यही कुरा गरि नै राख्नु भएको छ। हामी आफ्नो दलले गरेको प्रयत्नलाई साझा प्रयत्न बनाऊँ र आज हामीले सामूहिक रूपमा यहाँबाट सबै नागरिकहरूलाई, सबै स्थानीय राजनीतिक कर्मीहरूलाई, प्रशासनलाई, प्रेसलाई सबैलाई आह्वान गरौँ भन्ने एउटा हाम्रो पार्टीको तर्फबाट यो धारणा राखेका छौँ। र यो क्रममा तल्लो तहमा सुनसरी लगायतका अरू प्रभावित जिल्लाहरूमा पनि यसै गरिकन यी सर्वदलीय प्रयासहरू गरौँ र कतिपय जिल्लाहरूमा जहाँ यी घटनाहरू पुरानो हाम्रो अनुभवहरू छ, कतिपय ठाउँमा अवांछित गतिविधिहरू हुन सक्ने सम्भावनाहरू छ, ती ठाउँहरूमा पनि घटनाहरू घट्छ भनेर नकुरौँ, त्योभन्दा पहिल्यै हाम्रो तर्फबाट प्रोएक्टिभली प्रयासहरू गरौँ
र यसका निम्ति नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट हाम्रो भूमिका हामी निर्वाह गर्छौँ भनेर भनेका छौँ। र एउटा अर्को प्रश्न चाहिँ मान्य सभापति मार्फतबाट हामीले सरकारलाई पनि राखेका छौँ। हाम्रो प्रश्न के रह्यो भने यतिखेर सरकार के गर्दैछ, सरकार कहाँ छ? सरकार केवल बन्दुकको गोलीमा र लाठीमा मात्रै भेटिनुहुन्न र सरकार स्ट्याटसमा मात्र सीमित रहनुहुन्न। सरकार भनेको अभिभावक मात्र होइन, सरकार लिडर पनि हो। लिडरको सबैभन्दा ठुलो स्ट्रेन्थ भनेको उसले कोलाबोरेट गर्न सक्नुपर्छ, उसले अरूलाई विश्वास गर्न सक्नुपर्छ अनि अरूले पनि उसलाई विश्वास गर्छ। यो बेलामा हामीले अपेक्षा गर्ने कुरा भनेको यतिखेर त प्रधानमन्त्रीले तत्कालै सर्वदलीय बैठक बोलाउने हो, प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट्ने हो, प्रधानमन्त्रीले प्रदेशको सरकारसँग संवाद गर्ने हो, तल त्यत्रा स्थानीय सरकारहरू छन् उनीहरूसँग संवाद गर्ने हो र तत्कालै आफूले गरिरहेका प्रयासहरूको बारेमा पनि बताउने हो र सँगसँगै सबैको एउटा साझा प्रयासको निम्ति एउटा आधार पनि निर्माण गर्ने हो। हामीले भूकम्पको बेलाको कुराहरूलाई सम्झौँ, त्यहाँमाथि कोभिडको बेलाको कुराहरू सम्झौँ। त्यो बेलामा पनि दलहरूका बिचमा राजनीतिक तनाव व्यापक थियो, तर पूर्व प्रधानमन्त्रीले बोलाउँदै गर्दाखेरि मैले आफ्नै उदाहरण दिएँ। हामी कोभिडको बेलामा सबै कुरा छोडेर दौडेर सिंहदरबार आएका थियौँ। वा हिजो सुशील कोइराला प्रधानमन्त्री हुँदै गर्दाखेरिको अहिलेको यहाँ माथि आउनुभएको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्पको बेलामा सबै द्वेषहरू छोडेर दौडेर आउनुभएको थियो। नेपालको राजनीतिक दलहरूको क्यारेक्टर हो र नेपालका सबै प्रधानमन्त्रीले अप्ठ्यारो परेको बेलामा गर्दै आउनुभएको छ। भोलि हामी संसदमा यो घटनाको छानबिनका निम्ति लड्छौँ। यो कसैलाई दोष दिएर मात्र पाइँदैन। यो राज्यको एक प्रकारको असफलताको निरन्तरता पनि हो। खास गरिकन मधेसमा प्रत्येक पटक हामी के देख्छौँ भने कुनै पनि घटना भयो भने बल अतिरिक्त प्रयोग गर्ने जुन स्टेटको मेन्टालिटी छ त्यो यो पटकले पनि त्यसले निरन्तरता पायो। यो किन यस्तो भएको छ, यसको कारण के हो? यो कुनै प्रहरीलाई वा सुरक्षाकर्मीलाई दोष दिएर हुँदैन। यो स्टेट सञ्चालन गर्ने हिजो दोषी थियो भने आज पनि दोषी छ, तर यो छलफल गर्ने उपयुक्त समयमा गरौँला। हामी यो बेलामा सरकारलाई अप्ठ्यारो पार्न चाहन्नौँ, हामी यो बेलामा सरकारसँग कामै गर्न चाहन्छौँ, किन हाम्रो जिम्मेवारी थियो। तर मैले अहिले माथि भने यस्तो बेलामा पनि प्रधानमन्त्रीले भाउ खाएर बस्ने हो। यतिखेर तपाईँले एक किसिमको अभिभावकीय भूमिका निर्वाह गर्नुभयो र भर्ना स्थल छ भनेर प्रश्न गर्दैछन्। के भन्नुहुन्छ? पहिलो एउटा कुरा यो सर्वदलीय बैठकको विषयमा, अर्को कुरा प्रधानमन्त्रीको गृहमन्त्रीको व्यवस्थाको विषयमा पनि प्रश्न पार्नुभयो। आज दलले आयोजना गरेको दलको बैठक, सर्वदलीय बैठक र दलका शीर्ष नेताहरू बस्ने बैठक, अर्थात् दलका नेताहरूले, राजनैतिक दलका नेताहरूले घटनाका विषयमा उहाँहरूको धारणा, उहाँहरूको अनुभव र उहाँहरूको मार्गनिर्देशन के छ भन्ने कुरामा केन्द्रित रहेको बैठक हुनाले यो बैठकमा दलको शीर्ष नेताहरू नै बस्ने हो। सरकारको प्रतिनिधित्व स्वरूप स्वर्णिम वाग्ले मान्य मन्त्रीज्यूको उपस्थिति भएकै हो। त्यसकारणले यो दलको अवधारणाका लागि र राजनीतिक दलका रूपमा एउटा जिम्मेवार ढङ्गले अगाडि बढ्ने प्रयास स्वरूप बसिएको बैठक हुनाले यो बैठक दलकै नेताहरू बस्ने बैठक हो। सरकारले गर्ने कार्य सरकारले आफ्नो ढङ्गले गरि नै रहेको छ, त्यसबारेमा जानकारी आइ नै रहेको छ। त्यसमा थप जानकारी आइदिए हुन्थ्यो भन्ने कुराहरू अथवा अन्य जे प्रश्नहरू छन् त्यसको समाधान गरिहाल्छ सरकारका प्रवक्ता हुनुहुन्छ। अब सरकार यो चाहिँ क्याबिनेट मिटिङहरू हुँदैछ गएका छन्, गृह प्रशासन आफ्नो फिल्डमा काम गरि नै रहेको छ। त्यस कारणले यो हामी भइरहेको बिचमा भएको हुनाले अहिले समीक्षा गर्नुपर्ने या अवधारणा बनाउनु पर्ने हामी त्यो बिन्दुमा पुगेको छैनौँ जस्तो मलाई लाग्छ। अर्को कुरा राजनीतिक रूपमा एउटा जिम्मेवारी पनि हो। विभिन्न परिस्थितिहरू आउँदाखेरि विगतमा पनि राजनीतिक दलहरू जिम्मेवार भएर एक ठाउँमा उभिएर आफ्ना धारणाहरू राख्ने र सरकारलाई आवश्यक परे ध्यानाकर्षण गराउने यो परम्परालाई हामीले निरन्तरता दिनैपर्छ। कुनै पनि परिस्थिति आउँदा विशेष गरेर कुनै पनि साम्प्रदायिक किसिमका गतिविधिहरू एउटा सम्प्रदायले अर्को सम्प्रदायप्रति घृणा, द्वेष, आक्रमण हुने किसिमका गतिविधिहरू हुँदा सबैलाई घाटा हुन्छ। देश सबैको हो। राजनीतिक रूपमा हामीले लड्ने मैदान फरक छन्, तर यस किसिमका घटनाहरू हुँदाखेरि हामी एकै ठाउँमा उभिनुपर्छ भन्ने कुराको जुन महसुस हामी सबै राजनीतिक दलहरूले गऱ्यौँ, यसको सन्देश पनि यही हो। र हामी सबैको तर्फबाट एउटा संयुक्त अपिल पनि चाँडै आउँदैछ। यो अपिलले पनि अझ धेरै कुरा बताउने भएको हुनाले म साथीहरूलाई यसै ढङ्गले बुझ्न अनुरोध गर्छु। अख्तियारी हुन्छ, तपाईँले जिम्मेवारी बोध गर्नुभयो, त्यो तपाईँको जिम्मेवारी बोध गर्दाखेरि तपाईँलाई त्यो राम्रो गर्यो। तर अख्तियारी त प्रधानमन्त्रीसँग हुन्छ, अख्तियारी भएको प्रधानमन्त्री आउनुपर्ने होला। र अर्को तपाईँले सरकारका
अर्थमन्त्री आउनुभयो भन्नुभयो यो त गणितको शिक्षक चाहिँ नेपाली क्लासमा जस्तो भयो नेपाली पढाउने क्लासमा मैले अघि नै भने। गृहमन्त्री आउनुपर्ने प्रधानमन्त्री आउनु नपर्ने हो र यो बैठक राजनैतिक दलहरूका शीर्ष नेताहरूले विद्यमान घटनाक्रमहरूलाई हेर्ने दृष्टिकोण र सरकारलाई ध्यानाकर्षण गराउने कुराहरूको विषयमा केन्द्रित बैठक भएको हुनाले त्यसै ढङ्गले यो बैठक अगाडि बढेको हो। यस्तो बैठकमा प्रधानमन्त्रीले डाक्नु पर्थ्यो, व्यवस्थापक त प्रधानमन्त्री नै हो भन्ने छ। त्यसमा प्रधानमन्त्रीले आफ्नो भावना आफ्नो धारणा प्रधानमन्त्रीले आफूले गर्नुपर्ने काम गरिरहनु भएको छ, गर्नुहुन्छ। गृहमन्त्रीले आफूले गर्ने काम गरिरहनु भएको छ, गर्नुहुन्छ। हामी कुनै पनि घटनालाई सुरुवात हुने बित्तिकै त्यसको निष्कर्षमा पुग्नुपर्ने छैन। पहिलो हाम्रो दायित्व भनेको शान्ति सुव्यवस्था कायम गर्ने हो, सद्भाव कायम गर्ने हो। अहिले हामीले आरोप प्रत्यारोप, चर्का कुरा, कसले गल्ती गर्यो, कसले ठिक गरेन, कसले बोल्यो, कसले बोलेन, कसले कति बजेर कति मिनटमा बोल्यो, कसले कति बजेर कति मिनट ढिला बोल्यो, हामी यहाँ जाने होइन। आजको संवेदनशीलता सञ्चारकर्मी साथीहरूले बुझ्नुपर्ने हुन्छ। हामी एउटा सामाजिक सद्भाव नभड्कियोस् भन्ने एउटा संवेदनशील समयमा बसेका हुनाले तपाईँहरूले यसै संवेदनशीलतालाई मध्यनजर राखेर जिज्ञासाहरू राख्नुभयो भने त्यसले परिणाम दिन्छ। पार्टीका सभापतिज्यूले सुनसरी लगायतका विभिन्न ठाउँहरूमा सामाजिक र साम्प्रदायिक सद्भाव खलबलिने प्रकृतिका जुन घटनाहरू घटेका छन् र एक प्रकारले मानवीय क्षति हुने दुःखद अवस्था पनि उत्पन्न भएको छ। त्यस विषयमा छलफल गर्नका लागि सर्वदलीय बैठक आयोजना गर्नुभएको थियो। हाम्रो पार्टी यस प्रकारको प्रयासलाई अत्यन्त सकारात्मक ठान्दछ। वास्तवमा सर्वदलीय बैठकको आयोजना सरकार स्वयं आफैले गर्नुपर्दथ्यो, प्रधानमन्त्री स्वयं आफैले यसको अग्रसरता लिनुपर्दथ्यो। सरकारका तर्फबाट प्रधानमन्त्रीका तर्फबाट हुनुपर्ने काम नभएरै होला भन्ने मलाई लाग्दछ। पार्टी सभापति शिवजीले अग्रसरता लिनुभयो, हामी छलफल गऱ्यौँ, चासो राख्यौँ र सर्वदलीय बैठकका माध्यमबाट शान्ति सद्भाव र सहिष्णुता कायम गर्नका लागि संयुक्त विज्ञप्ति जारी गर्ने काम भएको छ। म हाम्रो पार्टीका तर्फबाट नेपाल सरकारलाई खास गरी दङ्गा र भिड नियन्त्रण गर्ने कुराका सन्दर्भमा सुरक्षा निकाय किन असफल भइरहेको छ भन्ने कुराको गहिरो समीक्षा गरिकन दङ्गा र भिड नियन्त्रण गर्नका लागि नेपालका सुरक्षा निकायको सामर्थ्य वृद्धि गर्ने कुरा चाहिँ आजका लागि मात्रै होइन, भविष्यका लागि पनि धेरै महत्त्वपूर्ण विषय हो भन्ने म ठान्दछु। सुरक्षा निकायको मनोबल गिरेका कारणले यस प्रकारका दुःखद घटनाहरू हुन्छन् कि साधन स्रोतको अभावमा यस प्रकारका घटनाहरू हुन्छन् वा अरू कुनै चिजले प्रभाव पारेको छ भन्ने विषयलाई ध्यानमा राखेर सुरक्षा निकायलाई भिड व्यवस्थापन गर्न सक्ने, दङ्गा व्यवस्थापन गर्न सक्ने, खास गरी मानवीय क्षति नहुने गरी भिड व्यवस्थापन गर्न सक्ने क्षमता निर्माण गर्ने कुरामा ध्यान दिनु जरुरी छ भन्ने मलाई लाग्दछ। अर्को विषय, जुन प्रकारको घटना घटेको छ त्यसमा स्वाभाविक रूपमा कुनै प्रकारको भ्रममा नपरिकन सामाजिक र साम्प्रदायिक सद्भाव कायम गर्ने कुरामा सबै पक्षको सहयोग आवश्यक छ। सबै राजनीतिक दलहरू, सामाजिक सङ्घ संस्थाहरू, धार्मिक व्यक्तित्वहरू सबैले शान्ति कायम गर्ने कुराहरूमा भूमिका खेल्नुपर्दछ भन्ने खालको आग्रह गर्न चाहन्छु र विशेष गरी सुनसरी लगायतका क्षेत्रका जनसमुदायहरूलाई सरकार अभिभावकका रूपमा छ भन्ने कुराको अनुभूति सरकारले प्रदान गर्नुपर्छ। हामी राजनीतिक दलहरू पनि न्याय प्राप्तिको लागि छटपटाइरहेका नागरिकहरूको पक्षमा राजनीतिक दलहरू पनि छन्। नागरिकको सुरक्षाको जिम्मेवारी सबैको साझा जिम्मेवारीको कुरा हो। कसैले पनि आफूलाई असुरक्षित महसुस गर्नु हुँदैन र मुलुकमा शान्ति कायम गर्नका लागि, सद्भाव कायम गर्नका लागि
सबैको सकारात्मक योगदानको अपेक्षा गर्दछु। हस्, धन्यवाद धन्यवाद। बैठक भएको छ र संयुक्त प्रेस विज्ञप्ति या वक्तव्य जे भन्नु त्यो अब अहिले सार्वजनिक हुन्छ नै। अहिले हामीहरूले यो अहिले जुन खालको चाहिँ घटना घटिराखेको छ सुनसरीमा, त्यो घटनाको विषयमा गम्भीरतापूर्वक हामीहरूले समीक्षा गरेका छौँ र अहिले जुन खालको चाहिँ नि प्रधानमन्त्री र राष्ट्रपति बिचमा चाहिँ नि आपसमा संवाद भएर यस्तो गम्भीर विषयमा त हुनै पर्दथ्यो। योभन्दा अगाडिदेखि पनि जुन संवादहीनताको अवस्था सिर्जना भइरहेको छ, यसले पनि कहीँ न कहीँ चाहिँ नि सरकार सञ्चालन गरिराख्नुहुने साथीहरू चाहिँ अझै पनि धेरै गम्भीर नभएको हो कि या चाहिँ राष्ट्रिय यत्रो चाहिँ संवेदनशील विषयमा पनि राष्ट्रपतिजी, प्रधानमन्त्रीजी र अन्य लगायत धेरै चाहिँ यो संस्थाहरूसँग जसरी उहाँहरू चाहिँ सम्पर्कमा हुनुपर्दथ्यो त्यस्तो नभएको अवस्था र चाहिँ यो सर्वदलीय बैठकमा पनि प्रधानमन्त्रीजी या चाहिँ सम्बन्धित मन्त्रालयका मन्त्री, विशेष गरी गृह मन्त्रालयका मन्त्रीजीको अनुपस्थितिले पनि चाहिँ नि अलिकति सरकार जिम्मेवार नभएको हो कि गम्भीर नभएको हो कि या चाहिँ अन्य धेरै ठाउँहरूमा चाहिँ मन्त्री स्वयं गृहमन्त्री स्वयं उपस्थित हुने अन्य घटनाहरूमा, तर यस्तो संवेदनशील विषयमा चाहिँ नि सर्वदलीय बैठकहरूमा उहाँहरूको अनुपस्थितिले जुन खालको अन्योलता भइराखेको छ यसमा राज्य जिम्मेवार नभएको हो कि भन्ने कुराहरू एउटा पनि कुरा भएको छ र चाहिँ पार्टीले उहाँहरूको राष्ट्रपा पार्टीले यस विषयमा आफ्नो कुरा राख्नुभयो। त्यो विज्ञप्ति मार्फत पनि सार्वजनिक हुन्छ र हामीहरूले भनेका छौँ कि अब हामीले चाहिँ एउटा सबै नै राजनीतिक दलले चाहिँ आह्वान गर्ने र चाहिँ हामीले ग्राउन्ड जिरोमा गएर तुरुन्तै सामाजिक सद्भावको निम्ति, धार्मिक सहिष्णुताका निम्ति चाहिँ चाँडोभन्दा चाँडो चाहिँ अन्य अब ढिलो नगरिकन राज्यले के गर्छ गर्दै गरून्, तर चाहिँ हामीहरूले आफ्नो कामलाई चाहिँ त्यो तुरुन्तै अगाडि बढाउँ भन्ने खालको चाहिँ कुराहरू भएको छ र अरू सँगसँगै छलफल र बहसको विषयहरूलाई चाहिँ राजनीतिक वृत्तमा मात्रै होइन, त्यहाँको चाहिँ सानोभन्दा सानो समूहहरू जसले चाहिँ मधेस तराईभित्र चाहिँ आफूलाई क्रियाशील राख्नुभएको छ, सामाजिक कामहरू मार्फत उहाँहरूसँग पनि, धार्मिक गुरुहरूसँग पनि, गुरुहरू र अन्य धेरै चाहिँ जो सम्बन्धित पक्षहरू हो उहाँहरूसँग छलफल गरिकन र त्यहाँको संवेदनशीलतालाई चाहिँ हामीले थप गम्भीरतापूर्वकै लिइकन चाहिँ यसलाई निदान गर्नेतर्फ, यसलाई टुङ्ग्याउनेतर्फ चाहिँ जाने भन्ने खालको कुरा भएको छ र त्यही कुरा राख्यो भने तपाईँलाई अन्य धेरै कुरा चाहिँ वरिष्ठ या हाम्रो चाहिँ प्रेस विज्ञप्ति मार्फत आउँछ तपाईँहरूलाई। त्यो होइन, त्यो सरकारलाई भन्नु पर्यो। उहाँहरूलाई हामीले चाहिँ बैठकमा पनि हामीले सोधेका छौँ होइन, कुरा उठाएका छौँ र सरकारले दिने यो जवाब सरकारले दिउन्। हामीले पनि यही सोचिरहेका छौँ यस विषयमा पनि सरकार अहिले पनि स्ट्याटसको घरमै मात्रै चाहिँ आफूलाई क्रियाशील गरेर राख्नु भएको छ। स्ट्याटसमा मात्रै सरकार किन भेटिन्छ, ग्राउन्ड जिरोमा किन पुगिरहेको छैन सरकार? सरकारले किन आफूलाई चाहिँ जिम्मेवारपूर्वक ढङ्गबाट चाहिँ प्रस्तुत गराउन किन हिचकिचाइरहेको छ? यस्तो संवेदनशील विषयमा राष्ट्रपतिजीसँग संवाद गर्ने या अन्य धेरै त्यस्ता निकायहरूसँग संवाद गरिकन आफूलाई अगाडि बढाउँदा त स्वयं राष्ट्रपा पार्टीलाई फाइदा हुने हो, स्वयं सरकारको चाहिँ कामको चाहिँ काम देखिने हो नि त। र पनि किन उहाँहरू हिचकिचाइ राख्नु भएको? तपाईँले जस्तै हामीले के भयो कुराकानी? खास गरी आजको सर्वदलीय बैठकले सुनसरी लगायत विभिन्न जिल्लाहरूमा भइराखेका दुःखद जुन घटनाहरू क्रियाकलापहरू छ त्यसमा सद्भाव कायम गर्नको लागि सामूहिक रूपमा अपिल गर्ने निर्णय भएको छ। तर त्यो क्रममा हामीले जुन सर्वदलीय बैठक राष्ट्रसभाका सभापतिले आह्वान गर्नुभयो त्यसमा केही हाम्रा धारणाहरू पनि राखेका छौँ। त्यो धारणा राख्ने क्रममा हामीले यो कार्यक्रम चाहिँ, यो बैठक चाहिँ प्रधानमन्त्रीले राख्नु भएको भए राम्रो हुन्थ्यो। प्रधानमन्त्रीले नराखेको भए पनि यो बैठकमा कमसेकम गृहमन्त्री उपस्थित भएर घटनाको बारेमा सत्य तथ्य दलहरूलाई जानकारी दिनुभएको भए राम्रो हुन्थ्यो भन्ने आफ्नो धारणा पनि राख्यौँ। सँगसँगै पार्टीको तर्फबाट यो समस्या सुनसरीमा मात्रै भएको होइन र यो चोटि मात्रै भएको होइन, यस प्रकारका घटनाहरू पटक पटक भइराखेका छन्। खास गरी तराई मधेसमा हिन्दू धर्मसँग सम्बन्धित चाड पर्व महोत्सवहरूको समय जब आउँछ तब यस प्रकारका घटनाहरू भएका छन्। त्यसकारण यसलाई यो एक ठाउँको घटनाको रूपमा मात्रै नलिन
र यहीँ समाधान भयो भन्दैमा यो समस्या सधैँलाई समाप्त भयो भन्ने नठान्न र यो समस्याको जरासम्मै पुग्न र सरकारको तर्फबाट स्थिति निर्माण भयो र त्यसपछि लगत्तै फेरि सेना उतार्नुपर्ने, सेनाको सहारा लिनुपर्ने परिस्थिति किन आयो, यी सबैको बारेमा पनि हामीले छलफल गरेका छौँ, प्रश्नहरू उठाएका छौँ र यसमा सरकार जिम्मेवार हुनुपर्छ र सुरक्षा संयन्त्र किन पटक पटक चुकेको छ, किन यस प्रकारका गल्तीहरू भएका छन्, यसतर्फ पनि सरकारको ध्यान जानुपर्छ। हामी सबै दलहरू सबैको ध्यान जानुपर्छ। सभापतिजीले सुन्नुभयो। घटना घटेको 2 दिनपछि मात्रै प्रधानमन्त्रीको फेसबुकबाट स्ट्याटस आउँछ कि यो घटनाप्रति राज्य जिम्मेवार छ भनेर। 2 दिनपछि मात्रै देख्ने हो राज्यले के लाग्छ? त्यो चाहिँ राज्य पक्षलाई नै सोध्ने, त्यो प्रश्न त हामीले त्यहीँ नै सोध्यौँ। थ्याङ्क यू। मान्यज्यू थोरै के छ 2 मिनेट